सबैलाई नमस्कार। म चाहिँ अहिले लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्डमा छु र हामीले पछिल्लो समय ग्रासरुट फुटबल डेभलपमेन्टको लागि विभिन्न विद्यालयहरूसँग सहकार्य गरेर फुटबल ट्रेनिङ दिने काम पनि गर्दै आइरहेका छौँ र अहिले धेरै जस्तो विद्यालयका बच्चाहरू एक्जाम दिएर बसिराख्नु भएको छ, खाली समयमा हुनुहुन्छ र केही एसी दिने बच्चाहरू चाहिँ एसी दिइराख्नु भएको छ र हामीले यो एक्जाम दिएर बसेका खाली भएका प्लेयरहरू जुन हाम्रो लुम्बिनी फुटबल एकाडेमीसँग सहकार्य भएका स्कुलहरूलाई हामीले ट्रेनिङको लागि आउनको लागि आह्वान गरेका थियौँ। त्यसकारण अहिले चाहिँ हामी यहाँ देख्न सक्छौँ माउन्ट भ्यू स्कुलका प्लेयरहरू चाहिँ त्यही ग्राउन्डमा आएका छन् र हामीले अन्य स्कुलहरूलाई पनि अपिल गरेका छौँ, जुन गुरुकुल स्कुल, मेचिकाली, दिप्सिका लगायत सबै हामीसँग टाइप भएका सबै स्कुलहरूले चाहिँ यो खाली भएको समयमा बच्चाहरू चाहिँ एक्जाम दिएर खाली बसिरहेको हुन्छ, त्यो समयमा चाहिँ ग्राउन्डमा आएर फुटबल सिक्नको लागि हामीले बोलाएका छौँ। यो चाहिँ हाम्रो लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्ड हो र हामीले पछिल्लो समय दाङमा फुटबल डेभलपमेन्टको लागि चाहिँ हामीले प्रयास गरिरहेका छौँ र फुटबलमा अहिले नयाँ सेसनको लागि एडमिसन पनि ओपन भएको छ र हामीले पछिल्लो समय बच्चाहरूलाई एकाडेमीमा राखेर फुटबल सिकाउने, पढ्ने, लेख्ने सबै व्यवस्थाहरू चाहिँ गरिरहेको छौँ र हाम्रो एकाडेमीका बच्चाहरू चाहिँ अहिले बिदामा घर गएका छन् र केही समय पछाडि आउनेछन् र केही टाढा घर भएका बच्चाहरू चाहिँ स्पोर्टको बिदामा घर पनि गएका छैनन् र आशा गरौँ चाँडै आउनेछन् र हामी एउटा टुर्नामेन्ट पनि खेल्दैछौँ। हामीले वैशाखको 4, 5, 6 हामी एउटा टुर्नामेन्ट पनि खेल्दैछौँ, त्यसको बारेमा म छुट्टै भिडियो बनाउने छु। ओके, थ्याङ्क यू सो मच।